यसको नाम चाहिँ के हो तपाईहरु कमेन्ट गर्नु। हेलो फ्रेन्ड्स, ह्यापी दिवाली। र यो चाहिँ हो हाम्रो बारीको फुल र यो चाहिँ काट्नुको अगाडि भिडियो गरिराखेको किनभने मैले चाहिँ सबै काट्नुहुन्छ नि त मभन्दा अल्गो अल्गो छ मभन्दा अल्गो अल्गो छ हो। र म चाहिँ आज नै भिडियो बनाउन आएको थिएँ भोलि काट्छ फुल भनेर हो। अनि यहाँ झोलामा लुगा बोकिरहेको छु। यस्तो मेहनत गर्नुपर्छ भिडियो बनाउन लागि तर लाइक आउँदैन हो। अन्त अब अरू भिडियो चाहिँ म भोलि यससँग एट्याच गरेर हाल्छु। चिन्डै भएछ बारी त फुल काटेर रेडी। म चाहिँ पानी पुऱ्याउन आएको। कहाँ राखिदिनु यो पानी? यही शीतलमा राखिदिन्छु। यस्तो छ है फुल चाहिँ सबै बिटा बिटा पारेको छ। बेच्ने फुल। हजुर ल यहाँ फुल बान्नु हुँदैछ हो। काट्ने काटिरहेको छ, ल्याउने ल्याइरहेको छ, बान्ने बानिरहेछ। र म चाहिँ डुल्दैछु। ए यो बानेको होइन कत्रो है। यस्तो गर्दा पनि झर्दैन यो फुल त। म चाहिँ हाम्रो बारीको अघि देखाएँ होइन। अनि यो चाहिँ हामी पल्लो घरको बारीमै राख्छु। यो चाहिँ झरेको फुल रहेछ अनि मैले यहाँ ल्याइदिँदैछु हो। यहाँ चाहिँ धमाधम काट्नु हुँदैछ हो। अझै यो छ काट्नुपर्ने अम्बो डल्लै छत्रो सयपत्री। र यसको नाम चाहिँ के हो तपाईहरु कमेन्ट गरेर भन्नुहोस्। र यहाँ चाहिँ सबैजना यति साह्रो बिजी हुनुहुन्छ हो। अनि म चाहिँ बसेर हेर्दै थिएँ कसले कति कति गऱ्यो भनेर। र यहाँ हेर्नुहोस् न यति बेसी छ फुलहरू अम्बो। र यो चाहिँ सबै यहाँटोक जान्छ। र अहिले चाहिँ म चिया लिएर आएको छु खेतालाहरूलाई दिनुलाई। अन्त म पनि हल्का हेल्प गर्दै बसेँ हो। मैले सके जतिको काम गरेँ। र म चाहिँ यहाँ दाजुहरूलाई खाजा खानु बोलाउन गएको थिएँ। र उहाँहरूले चाहिँ यति बेसी सयपत्री टिप्न थाल्नुभएछ। र हेर्नुहोस् होला हाम्रो बारीको सयपत्री हिजोसम्म कस्तो मजाले फुलेको थियो र आज चाहिँ छैन भन्दै म अफसोसले हेर्दै थिएँ माथितिर। अन्त फर्किँदा चाहिँ एउटा गट्टा लिएर म घरतर्फ लागेँ। अघि बिहान चाहिँ सबै फुल थियो, अहिले चाहिँ एउटा छैन फुल। यहाँ तलको काट्नुहुँदैछ सयपत्री हो। सयपत्री त दिवाली बादमा फुल्छ क्या हो है। न क्रिसमसमा फुल्ने रहेछ है योपालि सयपत्री चाहिँ। यहाँ चाहिँ सबै बित्दै भएछ। यहाँ चाहिँ फुल खत्तम हो गया। इसलिए मैले चाहिँ हिजै भिडियो बनाएको थिएँ मेहनत गरेर। यहाँ चाहिँ अलिकति मखमली उब्रेछ हो। अनि यो चाहिँ म लिएर गइदिन्छु माथि। अहिले चाहिँ सयपत्रीको पाला हो। मखमली चाहिँ यहाँ राख्नु भएको छ शीतलमा। पहिला हुन्छ नि त नभए। यहाँ चाहिँ छ यो फुलहरू यति बेसी छ। मैले यस्तो फोटो सेट हुँदैछ यहीँ। र हाम्रो फुल चाहिँ गान्तोक जानुलाई रेडी छ। र यो फुल चाहिँ तपाईँहरूको घरमा पनि पुग्छ होला है। अन्त ह्याप्पी दिवाली सबैजनालाई। प्याकिङहरू भइसकेर पार्सलहरू रेडी छ हाम्रो फुल। र आजको दिन यसरी बित्यो। थ्याङ्क्स फर वाचिङ।